पार्टी र जाति बोकेर हिँड्नेहरूले नेपाल र नेपाली बिगारे। जातीय कुरा गरेर, पार्टीका कुरा गरेर नेपाली जनतालाई विखण्डन गरेर जनतामा द्वन्द्व निम्ताएर देश ध्वस्त पारे, चकनाचुर पारे। यो देश बिगारेको जसले पार्टी र जातिको कुरा गर्छ त्यो व्यक्तिहरूले, ती दलहरूले, ती झुण्डहरूले यो देश खोक्रो पारे। देश भनेको पार्टी र जाति धर्मभन्दा माथि हुन्छ। राष्ट्र नै सबसे ठुलो धर्म। तर यो देशमा राजनीति गर्ने व्यक्तित्वहरूले जातका कुरा गरेर, पार्टीका कुरा गरेर, भागबण्डा गरेर, अंशबण्ड गरेर, तै छाड र मै छाड गरेर देशलाई बिगारेर छाडे, ध्वस्त पारे। समाजमा विखण्डन नै विखण्डन, जतासुकै लडाईँ झगडा द्वन्द्व पारेका छन्। यिनीहरूले कहिले पनि यो देशलाई शान्ति सुख हुन दिने छैनन् र दिँदैनन्। जबसम्म नेपालमा पार्टीको, जातिको, धर्मको कुरा हुन्छ तबसम्म नेपालमा विद्रोह मात्रै हुन्छ, लडाईँ मात्रै हुन्छ, झगडा हुन्छ जतासुकै। कोही मिलेर बस्न सक्दैनन्। हामीहरू सिङ्गो नेपाली भएर मिलेर बस्ने दिन आउनलाई निकै गाह्रो पर्नेवाला छ। यदि पार्टी र जातिका र धर्मका कुरा छोडेर देशको, नेपालको, राष्ट्रको कुरा गर्ने हो भने सुखको, शान्तिको, समृद्धिको, विभेदमुक्त समाजको, समानतामूलक समाज बनाउने अठोट गर्ने हो भने चाहिँ पक्कै पनि सिङ्गो देश बनाउन सकिन्छ। नत्र भने अहिलेकै जस्तो परिस्थितिमा, अहिलेकै जस्तो पाराले चाहिँ हामीले यो देश कुनै पनि हालतमा बनाउन सकिँदैन।